ल हेर्नु दर्शक टिम, उहाँ पट्टितिर फुलमालाका साथमा ल्याएर भव्य स्वागत गर्दैछु। उहाँसँग एउटा केही वाद विवाद गरौँ। ठिक जी, एकछिन कस्तो महसुस भइरहेको छ? म एकैछिन म गर्लफ्रेन्डको घर पनि ग्यास पुऱ्याउन जान एकछिन कमै। ल एकैछिन। ल तपाईँलाई चाहिँ कस्तो महसुस गर्दैछ? सर्वप्रथम तपाईँलाई धेरै धेरै एकदम बधाई छ। यो हासिल तपाईँले कसरी हासिल गर्नुभयो? तपाईँ सफल यो मुभमेन्ट क्यारी गर्नलाई एकदम गाह्रो थियो, तर आई थिङ्क मलाई लाग्थ्यो म गर्न सक्छु। मेरो परिवारको पनि भरोसा कसै पनि थिएन मलाई ग्यास ल्याउन सक्दिनँ भनेर। मलाई गर्लफ्रेन्डले पनि छोडेर गइसकेकी थिएँ। मैले ग्यास ल्याएँ। ग्यास ल्याउँदा बाटोमा फोन आयो। बाटोमा फोन गर्दा चाहिँ मेरो बाटोमा आउँदा ग्यास लागेको देखेर मलाई 4वटा केटीले प्रपोज गरे। त्यसै गरी मेरो अहिले चाहिँ 10वटा गर्लफ्रेन्ड भइसक्यो। अहिले 2जना गर्लफ्रेन्डको घर पनि ग्यास पुऱ्याउन जान। यो मोमेन्टलाई चाहिँ म आई थिङ्क विश्वासै गर्न सक्दिनँ कि। ल देख्नुभयो दर्शक बिन, उहाँले कसरी हासिल गर्नुभएको रहेछ। होइन ठिक छ, होइन मसँग यहाँ आउँछु भने कस्तो होइन ठिक छ। ल हेर्नुहोस् दर्शक बिन, उहाँ पट्टिचीको फ्यान पनि आइसक्नु भएको छ।